तपाईँ हामीले आह्वान गर्यो भने भोलि काठमाडौँको सडकमा 20 लाख मान्छे उत्रिन तयार छ। तपाईँ दलितमा जानुभयो भने एउटा दलितले अर्को दलितलाई डिनाइट गरिदिन्छ। 72 को संविधानमा पनि कहीँ न कहीँ त्रुटि रहेछ र ऊ दिनभरि हरासमेन्ट भयो र बेलुका फर्क्यो र उसले बाउ र आमासँग प्रश्न गर्यो, हामीले दसैँ किन नमानेको? दलले चाह्यो भने मात्रै सम्भावना हुन्छ है। फेरि आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएको अध्यक्षज्यू लगायत यहाँहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार एवं लासो फ्याफुल्ला। राजनीतिक अभियानको प्रस्तावमाथिको छलफल कार्यक्रममा आयोजक कमिटीले आमन्त्रण गर्नुभएकोमा आयोजक कमिटीलाई हार्दिक धन्यवाद दिँदै म सकेभर छोटोमा त्यो उक्त प्रस्तावमाथि आफ्नो धारणा राख्ने अनुमति चाहन्छु। यो दुईटा कुरामा म टु दी पोइन्ट गएँ। पेशागत हिसाबले शिक्षक भए पनि म राजनीति शास्त्रको विद्यार्थी पनि भएको नाताले एउटा राष्ट्रपतीय प्रणाली जुन हामीले भोग्यौँ, अहिले प्रत्यक्ष चलिरहेका छौँ र यदाकदा राज्य चाहिँ अलि फेरि सङ्कटमा हो कि भन्ने खालको अनुभूत वृद्ध मान्छेको लागि, स्कुलमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूको लागि, राजनीतिक विचार र आस्थामा रहनुहुने सबै तमामहरूको लागि अनि प्रवासमा बस्नेहरूको लागि पनि हो। र अर्को हामीले थुप्रो अभ्यास गऱ्यौँ, राजतन्त्रलाई लामो समय हेरौँ, बहुदलीय व्यवस्थालाई हेरौँ, माओवादी जनयुद्धलाई हेरौँ, संसारको सबभन्दा उत्कृष्ट संविधान भनेर 72 को संविधानलाई हेरौँ, तापनि फेरि पनि 30 वर्षभन्दा मुनिका युवा पङ्क्तिहरूले सडकमा रगत बगाउनु पर्यो र कतै व्यवस्थामाथिको प्रश्नहरू फेरि गम्भीर तरिकाले उठ्न थाल्यो। विषयवस्तु असाध्यै पेचिलो रहेछ। मैले 25 वर्ष जति सामाजिक विषय पढाएँ, जहाँ 15 जनाभन्दा 15 भाषाभाषीभन्दा 15 जात जातिभन्दा सबै विद्यार्थीहरूले म सङ्गोलमा पढाउँथेँ। म 72 को संविधान पढाउँदै गर्दा त्यो असाध्यै सङ्कटको विषयहरू देखिन्थ्यो। मैले ठ्याक्कै जोडेँ, एकजना म्याथमेटिक्सको सर हुनुहुन्थ्यो मेरो विद्यालयमा, उहाँ चाहिँ मुस्लिम हुनुहुन्थ्यो। उहाँले स्टाफ मिटिङमा एक दिन दसैँ प्रोजेक्ट ओक विद्यार्थीहरूलाई दिने क्रममा एक दिन नमिठो शब्द व्यक्त गर्नुभयो। औसतमा नेपालमा चाहिँ बहुसङ्ख्यक विद्यालयहरूमा दसैँ प्रोजेक्ट ओक दिने बेलामा नेपाली शिक्षकले दसैँको बारेमा निबन्ध लेखेर ल्याउनुहोस् है भनेर एक लाइनमा लेखिदिने काम गर्छ। र उहाँले के जोडिदिनु भयो भने मेरो कम्युनिटीको एकजना विद्यार्थी भाइ कक्षा 10 मा पढ्थ्यो, उसलाई दसैँको बारेमा एउटा निबन्ध लेखेर लिएर आउनुहोस् भन्यो। उसको घरमा मुस्लिमहरूले दसैँ हुन्न अनि उसले दसैँ होमवर्कमा खाली राखेर उसले त्यो कपी ल्याइदियो। ल्याएपछि दसैँ पछाडि म्यामले करेक्सन गर्ने बेलामा सबैको कपीहरूमा बराबर आउँछ, उसको कपी खाली छ। उसको मनोविज्ञान, उसको जातीय समस्या, सामाजिक विशिष्टता, संविधान सबै कुरालाई टाढा राखेर म्यामले उमाथि पनिसमेन्ट गर्यो र ऊ दिनभरि हरासमेन्ट भयो र बेलुका फर्क्यो र उसले बाउ र आमासँग प्रश्न गर्यो, हामीले दसैँ किन नमानेको? त्यसैले मैले खालि एउटा जटिलता कुरा गरेको। मैले थोरै के भने 72 को संविधानमा पनि कहीँ न कहीँ त्रुटि रहेछ। यति कम्प्लेक्स रहेछ यो फोरममा, यो हलमा तपाईँ र हामी इन्डिभिजुअली एक अर्कामा माया गर्न सक्छौँ, रेस्पेक्ट गर्न सक्छौँ। तर त्यस्तो छ, अघि नै हामीसँग विविध खालको धारणा आयो। तपाईँ दलितमा जानुभयो भने एउटा दलितले अर्को दलितलाई डिनाइट गरिदिन्छ। जनजाति सेक्टरभित्र भयो भने एकले अर्कालाई
रेस्पेक्ट हुन्न, एकले अर्कोभित्रमा एक प्रकारको कन्ट्रडिक्सन छ। त्यसैले मैले एकजना राजनीतिक शास्त्रको विद्यार्थीले अध्यक्षात्मक स्विजरल्यान्डको जस्तो शासन प्रणाली ठिक हो बेठिक म अहिले नै भन्दिनँ, त्यो ठिक हुन सक्ने सम्भावना पनि त्यत्तिकै देखिन्छ। तर यस्तो कम्प्लेक्स रहेछ नेपालको कम्युनिटी, पूर्ण समानुपातिकले चाहिँ कहीँ न कहीँ सम्बोधन हुन सक्छ कि भन्ने कुरा थोरै रियलाइज गरेको। एउटा विद्यालय जहाँ 15 भाषीले पढाउनुपर्छ, एउटा वडा कार्यालय त्यहाँ 10 भन्दा बढी जात जातिको शासन व्यवस्था हुनुपर्छ, त्यहाँ एउटा छ मेरो गाउँपालिका म तामाङ, जहाँ तामाङको जनसङ्ख्या मात्रै 15,000 छ, तर त्यो सबै टिकटको फैसला चाहिँ 652 जना जनसङ्ख्या भएको 52ले डिसिजन गर्छ अनि संहिता कहाँ कार्यान्वयन हुन्छ। त्यसैले मेरो फोरममा मेरो हलमा त्यो कुरा हुन्न, आउँदैन। मेरो फोरममा आउनु पर्यो नि त, 15,000 भित्र आउनु पर्यो नि त। 12,000 त नेवारी समुदायहरू छ, 10,000 त मगर समुदायहरू छ। त्यसैले यो यस्तो जटिल छ। तपाईहरुले आयोजना गर्नुभएको यो अन्तर्क्रियात्मक कार्यक्रम, यो प्रस्तावप्रति फेरि पनि हार्दिक धन्यवाद दिँदै, दर्जनौं टिप्पणी छ जुन कुरालाई 3 मिनेटमा समेट्नै सकिन्न, यो घण्टौं बहस गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यसैले फेरि पनि अवसर दिनुभयो भने यस्तै प्रकारको इन्ट्र्याक्सनमा सहभागी हुने वचनबद्धता गर्दै यो प्रस्तावमाथिको सकारात्मक शुभकामना दिँदै यहाँहरूको कार्यक्रमले, हामी सबैको कार्यक्रमले एउटा मूर्त रूप दियोस्। हामी कहीँ न कहीँ कुनै न कुनै दलमा आबद्ध छौँ। म टिचिङ फिल्डबाट बाहिर निस्केपछि म पनि कहीँ न कहीँ कुनै न कुनै दलमा आबद्ध नै छु। दल चाहिँ फेरि सबै कुराहरूको समस्या समाधान गर्ने एजेन्डा, दलले चाह्यो भने मात्रै सम्भावना हुन्छ है, फेरि हामीले मात्रै चाहेर सम्भावना हुन्न। त्यसैले त्यो दलभित्र इन्ट्र्याक्सन गर्न सक्ने, दबाब दिन सक्ने एउटा प्रकारको ऊर्जा निर्माण गरौँ। त्यो ऊर्जा भनेको तपाईँ हामीले आह्वान गर्यो भने भोलि काठमाडौँको सडकमा 20 लाख मान्छे उत्रिन तयार छ। हामी त 37% भनिसकेका छौँ नि। मैले थोरै जोडी, उहाँले मलाई अघि नै आफ्नो सारा निर्देशन दिइसक्नु भएको छ, 3 मिनट है सर भनेर। बागमती प्रदेशमा एकजना तामाङ माननीयले तामाङ भाषामा स्पिच दिनुभयो संसदमा। पद्मरत्न तुलधरले सम्भवतः 48 सालको संसदमा काठमाडौँ महानगरपालिकामा नेवारी भाषा बोल्न पाउनुपर्छ भनेर त्यतिखेर आवाज उठाएको हुनुपर्छ, यदि मैले सम्झेको कुरा गलत होइन भने। त्यसैले यावत कुराहरू चाहिँ असाध्य विस्फोटक तरिकाले आइसकेका छ। अहिले त हामीले होइन, मेरो कोइराला र घिमिरे साथीहरू थुप्रै हुनुहुन्छ, अनि मेरो सापकोटा र उपाध्याय साथीहरू थुप्रै हुनुहुन्छ। उहाँहरू के भन्नुहुन्छ भने अब बाहुनले चाहिँ देश चलाउँदैन है साथीहरू, म बाहुन हो, बाहुनले चलाउँदैन, त्यसैले चलाउने चाहिँ उसलाई बाइपास गरेर हो त, उनीहरूले हामीलाई बाइपास गरेर चलाउँदा अहिले देशको अवस्था यस्तो भयो। त्यसैले सबै खाले सम्पूर्ण आदिवासी पनि एक हौँ, हाम्रो आवाजै पनि ऐक्यबद्धता गरौँ, सबै मिलेर नेपाललाई संसारकै सबभन्दा पुरै विविधतायुक्त संस्कार भाषाले भरिपूर्ण देश भएको समृद्धशाली मुलुक बनाऊ, जुन मुलुक बनाउनको लागि हाम्रो अभियानले राम्रो भूमिका निर्वाह गरोस्। यही शुभकामना व्यक्त गर्दै फेरि पनि तपाईहरुसँग भेट्ने बाचा गर्दै मेरो आफ्नो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।